होइन आज भुतिया दिवस हो कि के हो यार, भूत मात्रै भेटेछु त मैले त यार। आज चाहिँ हामी गर्दैछौँ रात्रिकालीन यात्रा। अब रात्रिकालीन यात्रा भनेको फेरि कसैले नबुझ्न पनि सक्छ होइन, त्यही भएर हामी चाहिँ आज गर्दैछौँ नाइट ट्रिप। र हाम्रो यात्रा रहेको छ काठमाडौँको। हामी चाहिँ अब यहाँबाट काठमाडौँ जानुपर्ने हुन्छ। अब प्यासेन्जरहरूलाई पनि पिकअप गर्नुपर्ने हुन्छ मैले। र आज चाहिँ मैले यो गाडी लिएर जाने छु गाइज होइन। अब प्यासेन्जरहरूलाई पिकअप गर्नको लागि उनीहरू भएको ठाउँमा जानुपर्ने हुन्छ म चाहिँ। ल अब म चाहिँ गाडी स्टार्ट गर्नुपर्ने हुन्छ र म चाहिँ झ्याप्चुप गाडीभित्र पसेर गाडी स्टार्ट गरेर लाइट साइड बालेर म चाहिँ लागेँ प्यासेन्जरहरूतिर। यस्तो जाडोमा प्यासेन्जरहरू कठ्याङ्ग्रिँदै बसिरह होला नि, त्यही भएर म चाहिँ अब छिटो जानुपर्ने हुन्छ। उनीहरूलाई गाडीभित्र हालेर म चाहिँ लागिहाल्नु पर्ने हुन्छ काठमाडौँतिर। र यति बेला भने म चाहिँ पुगिसकेको छु प्यासेन्जरहरू भएको ठाउँमा। उनीहरू चाहिँ कुरेर बसिरहेको रहेछ। अब यिनीहरूलाई म चाहिँ हाल्नु पर्ने हुन्छ र उनीहरू चाहिँ चढ्दैछन् भट्टाभट। अब कति खालि डेमा मात्रै चलाउने, अब कहिले काहीँ चाहिँ नाइटमा पनि चलाउन भनेर चाहिँ आज मलाई नाइट ट्रिप गर्ने सोच आयो गाइज होइन, त्यही भएर म चाहिँ गर्दैछु आज। र यति बेला भने प्यासेन्जरहरूलाई मैले उठाएर चाहिँ लागिसकेको छु आफ्नै गन्तव्यतर्फ। जे होस् राति चलाउँदा चाहिँ छुट्टै मजा छ गाइज होइन। रातिको भाइबे अर्कै हुन्छ कि, त्यही भएर एकदमै मजा आइरहेको छ होइन। हल्का चिसो चाहिँ बढी नै हुन्छ रातिमा चाहिँ। र गाइज हामीले चाहिँ खानासाना केही पनि नखाइकन यात्रा गर्दैछौँ। अब बिच बाटोमा होटल सोटल खोजेर चाहिँ हामीले खाना खानुपर्ने हुन्छ। र अहिले हामी पुगिसकेका छौँ यस्तो खतरनाक एन्ड ब्युटिफुल पुलमा। र गाइज हामी चाहिँ जाँदै थियौँ होइन, तर एक्कासी मेरो गाडीको टायरमा चाहिँ केही समस्या देख्यो होइन, त्यही भएर मैले यसो नजिकैको ग्यारेजमा लगेर हुलिहालेँ गाडीलाई। अब मलाई फेरि पैसा चुना लाग्ने भयो कि यार यो गाडीले गर्दा यार। र त्यो ग्यारेजको मिस्त्रीहरू चाहिँ पुरा झ्याप भएर बसिरहेको रहेछन्। अनि त्यही पनि मैले बोलाएर यसो हेरिदिनु पर्यो मेरो गाडीको टायर के भयो भनेर। अनि त्यही भएर मेरो गाडीको टायर चाहिँ बनाउँदैछन् एउटा मिस्त्रीज्यूले होइन। र गाइज हामी चाहिँ यतिखेर पुगिसकेका छौँ एउटा होटलमा होइन। सबैजनालाई भोक लाग्यो अरे होइन, अनि मलाई पनि लाग्यो, त्यही भएर मैले यो होटलमा चाहिँ हाम्रो गाडीलाई छिराइहालेँ। अब यही होटलमा बसेर मस्त मासु र भात ल्याम किल्याम खानुपर्ने हुन्छ गाइज। मैले चाहिँ गाडीलाई हेरेर ठ्यास्स पार गरिदिनु पर्ने हुन्छ। र म चाहिँ बाहिर निस्केर यसो होटलको बाहिरको चाहिँ यसो नजारा हेर्दैछु गाइज। र यहाँको खाना पनि बबालै हुन्छ गाइज होइन। यहाँ चाहिँ यसो बाहिर बसेर खाना पनि मिल्छ। अब यस्तो जाडोमा चाहिँ यस्तो बाहिर बसेर कसले खाओस्, अब हामी चाहिँ यता भित्र गएर खानुपर्ने हुन्छ खाना। र त्यही भएर म चाहिँ भित्र लागेँ चट्ट होइन। अनि त्यसपछि यस्तो राम्री राम्री मैयाहरूसँग बसेर भात खाँदैछु ल्याम किल्याम। यो मुला हरियो लाउने चाहिँ हलुवामा बालुवा भइरहेको, यसलाई चाहिँ म हानिदिन्छु होला हो। यसले गर्दा चाहिँ मलाई अलिक चित्त बुझे होइन है गाइज। खुब मलाई डिस्टर्ब गर्न आउँदो रहेछ मुला काली। हुन त म एउटालाई पट्टाउँछु, त्यसले अर्कोलाई पट्टाउँछ हि। र त्यसपछि हामीले खानासाना पनि खाएर भइसक्यौँ गाइज होइन। अब चाहिँ हामी लाग्नु पर्ने हुन्छ। अब चाहिँ म गाडी साडी स्टार्ट गरेर ब्याक गर्दैछु। अब रोडमा झिक्नु पर्ने हुन्छ मैले मेरो गाडीलाई। अब फेरि लाग्नु पर्ने हुन्छ हामी। ओहो सास नफेरिकन बोल्छु भनेर बोलेको त धन्दै प्राण गयो यार मेरो। र त्यसपछि हामी चाहिँ यहाँबाट लाग्नु पर्ने हुन्छ एकदमै रफ्तारमा, किनभने हामीलाई एकदमै ढिलो भइसकेको छ गाइज होइन। अब हामी पुग्नु पर्ने छ काठमाडौँ। अब काठमाडौँ यस्तो हिँडाइले के पुगेला भनेर यस्तो कुदाउनु थालेको त गाडी नै अनकन्ट्रोल भएर यता र उता भइदिरहेको कि। र गाइज हामी चाहिँ पुग्छौँ यस्तो खोला भएको ठाउँमा। रातिमा खोला पनि सही देखिरहेछ गाइज होइन। एकछिन रोकेरै भए पनि हेर्न पर्छ कि क्या हो, खोलाको भ्यू दामी देखिरहेछ यार। र त्यसपछि मैले गाडी झ्याप्प रोकेँ। अनि त्यसपछि लागेँ म त खोला हेर्न भनेर। र म त दौडिँदै गएँ खोलाको किनारतिर। झन् रातिमा चाहिँ झन् सही देखिने कि यार खोलाको भ्यू। वाह 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 वाह। म चाहिँ आनन्दले भ्यू इन्जोय गर्दै थिएँ, तर एक्कासी अरे बाफ के हो यस्तो, यो लौ न। अरे झन् भाग्न खोज्दाखेरि के भएको यार, अड्केर यार। र गाइस त्यसपछि त मेरो सातो पुत्लो उडिहाल्यो। त्यसपछि म त गएँ गाडीमा झ्याप्चुप बसिहालेँ। र त्यहाँबाट फाडी हानिसक्यो। अब यो भुतिया ठाउँमा हामी एकछिन पनि बस्नु हुन्न गाइस, नत्र भने यहाँ के घटना घट्न सक्छ है। र गाइस म त झन् यस्तो जङ्गल भएको ठाउँमा पुगेँ होइन। धन्न गाडीहरू चाहिँ हिँडिरहेको छ यता चाहिँ होइन। अघिको घटनाले मलाई एकदमै डर लागिरहेको छ। र त्यसपछि त झन् म त यस्तो सुनसान बाटोमा पुगेँ होइन। एउटा गाडी पनि हिँड्ने छैन यहाँ चाहिँ, एक्लै छु म चाहिँ होइन। एक्लै भन्दा पनि प्यासेन्जरहरू चाहिँ पुरा भुस भइरहेछ होइन। निन्द्रा त मलाई पनि डरो लागिरहेछ, तर के गर्ने अहिले भन्छ मलाई पिसाबले लास्टै चाप्यो गाइज होइन। त्यही भएर म त गाडीबाट झरेर लागेँ पिसाब फेर्न भनेर। र म त डर लागेर झ्याप्चुप फेरेर फेरि भित्र पसिहालेँ गाइज होइन। भित्र पसेर हेरेको त लौ होइन आज भुतिया दिवस हो कि के हो यार, भूत मात्रै भेटेछु त मैले त यार। आज यो ठाउँमा बस्नु हुँदैन। ओ गायब भइदियो यार। र गाइज मैले त्यसपछि मेरो गाडीलाई यस्तो रफ्तार कुदाएँ नि, अब यहाँ धेरै बेर बस्नु हुँदैन। म चाहिँ भागिहालेँ म चाहिँ यहाँबाट। सो गुड मर्निङ गाइज। यतिखेर म चाहिँ पुगिसकेको छु काठमाडौँ। म चाहिँ सुरक्षित साथै आएँ भनौँ न। अब त्यसपछि मैले प्यासेन्जरहरूलाई चाहिँ ठेगान लाउनु पर्ने हुन्छ। र गाइज आजको भिडियो चाहिँ म छोटो नै बनाउन चाहन्छु, किनभने म चाहिँ धेरै लामो बनाउन चाहदिनँ। अब लामो भिडियो हेर्दा चाहिँ एकदमै झ्याउै लाग्छ, बोर हुन्छ। त्यही भएर म चाहिँ अहिले यो भिडियो चाहिँ लामो बनाउँदिनँ। अब चाहिँ म चाहिँ गाडी अरे र गाइज मैले चाहिँ यतिखेर प्यासेन्जरहरू सबलाई झारिसकेँ होइन। अनि आजको भिडियो चाहिँ यति नै हुन्छ। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन नभुल्नु होला। र हामी चाहिँ अर्को भिडियोमा भेट्ने छौँ है त गाइज। र अर्को भिडियो चाहिँ एकदमै बबाल आउनेवाला छ है गाइज। र यति भन्दै म चाहिँ बिदा हुन्छु। हस्त धन्यवाद।